राजाले चाहिँ एकदम फसाउँछन् मान्छेहरू मेरो हरिराजा ह्यान्डसम प्यान्ट आमा आज चाहिँ हामी मुभी हेर्न जान लाग्यो प्यान्टको त्यो बटन चाहिँ मिलाउन नलागेर है हाम्रो हरिराजा यस्तो छ नयाँ प्यान्ट कहाँ हामी चाहिँ केटाहरू चाहिँ एकदम है मिल्ने जुल्ने छ हाम्रो यहाँ राजाहरू ह्यान्डसम भएर आएको हाम्रो राजा यहाँ सक्नुहुन्छ है ल हामी चाहिँ अब बाटोमा अहिले भेट्नेछौँ नयाँ सरकार हाम्रो लाइन पनि गइसकेको छ हामी निस्किन लागेको केटाहरू हाम्रो राजाहरू यहाँ सबैजना होइन ह्यान्डसम भएर आएको क्या हाम्रो केटाहरू हामी त यहाँ जानु लाग्यो अब केटाहरू निस्किन एकदम ढिलो गरिसकेको छ अब हामी चाहिँ लाग्नेछौँ हाम्रो चाहिँ 11:45 चाहिँ हाम्रो होइन टिकट काटेको होइन त राजा अब कतिको एक्साइटेड छौ त मुभी हेर्नलाई काटा 190 पर्दो रहेछ भनेको नहेरी काटिदिरह्यो भनेको त बिहान 8 को उठ्छ त नि हाम्रो कृष्ण राजा त उठिहाल्छ नि तर म लास्ट काटेको छु नि राजा दुईटा रहेछ दुईटा भनिरहेछ तीनटा हो एउटा छोराको अनि टिकटमै यार कहाँ छ त नि एउटा एकदम लङ हेर एउटा हल्का सर्ट हेर त्यसपछि एउटा कपाल काटेको धुवाँ सब काटेर ल हाम्रो राजा चाहिँ आइसकेको छ राजा के हो अनि हिरो भनेर निस्किनु भएको छ हाम्रो राजाको लुक्सा हेर्न सक्नुहुन्छ लुक्सा कतिवटा केटी फ्ल्याट हानिदियो राजा दियो क्या राजाले राजाले दिइसकेको छ यहाँ प्यान्ट लगाएर हामी पनि निस्किनु लाग्यो अब त होइन मेरो राजा हामी चाहिँ जान लाग्यो हामी निस्किसक्यो हाम्रो केटाहरू चाहिँ पछाडि छ होइन हामी चाहिँ टक्सिक मुभी हेर्न जान लाग्यो के गर्छ भनेको त्यसो नगर्नु न राजा हाम्रो पछाडि केटाहरू ह्यान्डसम अब हामी चाहिँ उहाँ पुगेर टक्क भिडियो गर्नेछौँ अहिलेको लागि चाहिँ यहीँ जिन्दी गरौँ होला है हामी चाहिँ अब काम भनेको केटाहरू पछाडि कहाँ बस्यो यार दाढी काट्ने भनेको हामी त अलि अगाडि आइसक्यौँ केटाहरू कहाँ छ होइन पछाडि केटाहरू देख्दै देखिआएन घुम्ने हो र हामी पनि घुमिसक्यौँ केटाहरू जान लाग्यो होइन केटाहरू कहाँ के गर्छ ओए राजा खोइ हरि हरि चाहिँ आइसक्यो सम्म कहाँ गएको ढेला के किन्न जानु लाग्यो राजा यहाँ पसलमा के किन्न गएको टपको किन्न गएको केटाहरू यस्तै हो क्या मैले मुजी त भन्नु है किन्न लाग्यो अब चाहिँ हामी लाग्दैछौँ भीमनगर बजार हुँदै होइन हामी चाहिँ अब जान लाग्यो टक्सिक मुभी हेर्नको लागि एक्साइटेड त छौँ अब हेर्नु सक्नुहुन्छ होइन यसको अब धेरै क्रेडिट छ अहिले हामी चाहिँ धेरै अगाडि आइसक्यौँ केटाहरू चाहिँ पछाडि छ एकदम ढिलो गर्छ कि केटाहरू के भयो अब हामी अलि उता गएर भिडियो गर्दैछौँ है पनि आज एकदम त्यस्तो चढ्दो झामी लाग्छ हामी आइसकेको छु कहाँनिर हामीले बाइक पार्किङ चाहिँ तलै भित्रै गर्ने त्यो सुरुङ के अरे अन्डरग्राउन्डै गर्ने भनेर चाहिँ हामी साथीहरूले सोधिरहेको छ
अरे भाइ यो बाइकलाई एकचोटि अर्को साइडबाट हिँड्छ होला अगाडि लगेर राख्नु छ पार्किङको लागि हामी चाहिँ हेर्नु बाइक केटाहरू यहाँ छ अब हामी जाँदैछौँ के भन्न चाहन्छ राजा ब्लगले आज चाहिँ हामी चाहिँ यहाँ होइन फिल्म हेर्न आएको छौँ सिजीमा कुन मुभी हेर्न आएर हामी टक्सिक होइन त के टक्सिक मुभी होइन हाम्रो एकदम दामी छ भनेर आएको केटाहरूसँग टिकट काटेर 5वटा टिकट काटेर एकजना साथी चाहिँ आउँदैछन् होला आउँदैछ एरोप्लेनमा चाहिँ राजा अमेरिकाबाट आएको राजा अनि हाम्रो राजा के हो सलाम ठोक्थिले ल हाम्रो यहाँ कृष्ण राजा खासै भिडियोमा आउनु खोज्दैन कि हिरो भएर होला है केटीहरू फ्यान हुन्छ खासै क्यारेक्टर नै हालिदिन्छ क्या खतरा खतरा पाउँछ त्यसमा त मलाई तर मनपर्छ अस्ति तैँले देखायो भने अहिले टाइम छ होइन हामीले जानु लाग्यो त केटाहरू छ हामीले जानु लाग्यो होइन हिरो भएर आउँ क्या हामी चाहिँ हेर्नुहोस् म चाहिँ कुरो राजाको क्याब मैले लाएको थिएँ त्यही ल्याइदिएको क्या फेरि उसलाई 5000को क्याब हो क्या फेरि यहीँ किनेको कि सिजीमा अब हाम्रो राजाहरू सबै रिचिड हो ल हामी चाहिँ आइसकेको यसमा चिन्नु होइन मालबाट हेर्नु अस्ति हेरेको पाइन्छ त गयो यही अलि तपाईँ यस्तो कडा कडा अस्ति उसको जस्तो रहेछ हामी चाहिँ यहाँ बसेको छौँ होइन महाराज जसरी राजाले चाहिँ मलाई खतरा राजालाई चाहिँ है हाम्रो पाँड हेर न त्यहाँ कस्तो खतरा देख्यो बवाल देख्यो आज राजा गरम भएकोले हल्लायो राजाले अब यो लाएर त्यो प्याकिङ गर्नुपर्छ है कस्तो आउनु केटा हाम्रो यहाँ कक्स जोस पनि आइसकेको रहेछ होइन हामी पनि हेर्छौँ सोम भएर आइदिरहेहरू चाहिँ किन हेर्छौँ भएर यस्तो नि त हेर्छौँ ल हामीले सामानहरू लिइसकेको छ चितवनको हेर्नु र चितवनको भ्यू यस्तो दामी देखिरहेको चितवनमा गर्मी लाग्छ मौसम हेर्नु हामी चाहिँ यहाँ जानु लाग्यो हरिराजा हेर्छौँ भनेर हाम्रो नयाँ छ हामी चाहिँ जानु लाग्यो झन्डै लडेन हेर्नुसँग हुन्छ हाम्रो केटाहरू छ यहाँ त म पनि छु राजाले चाहिँ हेर्न लागेको छ हाम्रो होइन लोकेट सक्यो अब क्यान्टक हेर्ने क्या राजाहरू होइन क्यान्टक हेर्ने ल हामी हजुर हजुर हामी चाहिँ यहाँ क्यान्टक हेर्न आएको होइन मलाई चाहिँ यस्तो ह्यान्डसम देखिरहेको क्या फेरि आज हाम्रो राजाले त आमा कसले सक्नु फुल भ्लग हो नि त होइन अब टाढाबाट देखाइदिन्छु ए आमा ल राजालाई कसले सक्छ त अनि सक्दैन नि फेरि भनेर हामी चाहिँ निस्किसकेको छ यहाँबाट नभएर यहाँ पनि है कफीको हामी कुन पिरालो खै त नि दामी हुन्थ्यो नि त हामी जानु लाग्यो हामी त जाँदैछौँ
हाम्रो चाहिँ यहाँ राजाहरू छ कि हाम्रो कृष्ण राजा कतिको एक्साइटेड छौ राजा कतिको एक्साइटेड छौ के एक्साइटेड थालिसक्यो अघि नै डेज राजा हाम्रो राजा चाहिँ दारी सारी काटेर होइन चिटिक्क पऱ्यो हाम्रो यहाँ नयन सर यहाँ चाहिँ राज मजा होइन एकदम ह्यान्डसम भएर आएको तर केटाहरूको अगाडि चाहिँ टिक्का टिक्का भइसक्यो अब हाम्रो चाहिँ अब पिसमा छिराउँछ होला भित्र भिडियो बनाउनु खाली राजाले यस्तो पोस्ट मात्रै दिँदैन हो कि होइन राजा के अरे हाम्रो चाहिँ यहाँ चेक हामी चाहिँ छिर्न लाग्यो भित्र है तल छिरिसक्यो हामी कस्तो दामी हावा आएको के छ सर यहाँ चाहिँ यस्तो मजाहरू हामी चाहिँ फर्स्ट है हामीभित्र छिरेको चाहिँ अब हामी टक्सिक हेर्न जाँदैछौँ हामी भित्र अब हाम्रो टाइम भइसक्यो हाम्रो पैसा यहाँ त चाहिँ हाम्रो केटाहरू होइन हाम्रो रिस्किट होइन भयो हाम्रो केटाहरू चाहिँ हाम्रो त लानुभन्दा अगाडि भ्याउन लागिसक्यो है त्यही भएर मैले नि खान लाग्दै एकदम एक्सपेन्सिभ यो चाहिँ हाम्रो घरबाट भुटेर चिज हाल्दा त भइगयो कति जानु मुजी होइन हामीले जानु खुलिसक्यो हामी त गुमा भनेर आज आनन्द हामी चाहिँ आइसकेको छौँ हामी चाहिँ हल भित्र आइसकेको छौँ गाइजहरू हेर्न सक्नुहुन्छ पारेर हामीलाई प्लास्टिक नि छ प्लास्टिक नि हुँदो रहेछ अहिलेको प्लास्टिक हामी हलभित्र छिरौँ हलभित्र छिर हाम्रो केटाहरू यहाँ चाहिँ हामी हलभित्र छिरौँ ल अनि यहाँ म छु अनि यता छ हाम्रो सिनेमा चल्ने यहाँ हेर्न सक्नुहुन्छ हाम्रो कप्स दोस्त खासै त्यो उता नभएको तिमी उता जाने होइन अलि यसो अलि शीतल भएपछि जाउँ न कोमामै पुग्यो मुभी कस्तो लाग्यो नयन सरलाई कस्तो अलिक बुझिएन त्यही हो र हुने नै यस्तै यस्तै हो मुभी म राजा आउनु न तपाईँको इन्टरभ्यू लेख्छु म यस्तो पछाडि फर्केर आफ्नो गरेर अब हामी आएको होइन ड्याड इज ब्याग भन्ने थियो लास्टमा अब ब्याग भइहाल्यो त्यहाँ मुभी त एकदम राम्रो थियो अब पछि चाहिँ अलिक बुझ्न गाह्रो भयो बाढी आएर के त के नारायणीमा कस्तो लाग्यो त मुभी खोइ दाजुलाई कस्तो लाग्यो मुभी हामी चाहिँ मुभी हेरेर आइयो होइन एकदम राम्रो मुभी थियो हामी चाहिँ जाँदैछौँ अब घरतिर है त गाई हामी चाहिँ नारायणीमा बाढी आएको हो ड्याम फुटेन भन्ने सूचना चाहिँ सुनिरहेको थियो त्यो भएर हामी जाँदैछौँ साथीहरू पछाडि छ होइन एउटा साथी चाहिँ घर गयो नजाने होइन हामी चाहिँ त्यस्तो राखेर मलाई जाँदैछौँ अगाडि
उता पछाडि साथीहरू पनि आउँछ दुईजना हेर्न जाउँ है त कस्तो है बाढी आएन भन्ने चाहिँ हामीले तिन दिनभन्दा अगाडि सुनेर तर हामी र दिनभन्दा भएको कारणले चाहिँ हेर्न जान पाइयो अब चाहिँ जाँदैछौँ हामी हामी चाहिँ यस्तो कहाँ गयो पछाडि भयो साथीहरू हामी चाहिँ जाँदैछौँ गाइस नारायणीको खोला चाहिँ एकदम बढे खारे होइन हामी चाहिँ हेर्न जाँदै यहाँ मान्छेहरू सबै भिड माथि गएछ तपाईँ त्यसो आज त्यो राख्थ्यौँ ठेला एक्कासी आउँदा एक्कासी हान्छ प्रायः त्यो ठुलो चाहिँ पहिले सूचना पाउँछ नि त राजा माथिबाट खतरा खोला रहेछ होइन माथि हेर चाहिँ के बगाएर ल्यायो मान्छे पनि बगाएर ल्यायो होला एम्बुलेन्स पनि धेरै मरेछ हाम्रो राजाले देखेन उठाइदिउँ के बनाएको हो त्यो सल्ली मोबाइलबाटै हेर्नु पऱ्यो अब यहाँ हाम्रो उता सार्नु गरेर चाहिँ हामी चाहिँ हालै निस्किनु लाग्यो होइन हामी चाहिँ यहाँ केटाहरू छ अगाडि केटाहरू यता छ केटाहरू यता छ होइन अब जान लाग्दा हाम्रो नारायण पनि हेरिसक्यो एकदम बाढी पनि आइसकेको रहेछ धेरै नै होइन सोचेको भन्दा धेरै आएको रहेछ हामीले त यतिकै झुट होला भनेर साथीले चाहिँ न्युज चाहिँ रहेछ कि त्यहाँबाट निस्केर त्यो सैचोकमा निस्केर सैचोकबाट जम्मै अब हामी चाहिँ तलमा लाग्यो होइन अब हामी उतै गएर भेटौँला हामीले चाहिँ चौमी खान लाग्यो पानी पर्नु लाग्यो ल पानी पनि पर्नु लागिसकेको परिसक्यो भनौँ न अब हामी चाहिँ जानु लाग्यो अब घरतिर अब घर गएर अब मस्त बस्नुपर्छ पानी पऱ्यो हामी गएर भोकै लाग्यो पानी पऱ्यो फाइनली म चाहिँ आइसकेको छु मेरो घर साइड हेलो गाइस म चाहिँ आइसकेको छु मेरो घर आज चाहिँ धेरै घुमियो होइन ड्रेसअप पनि देखिरहेको होला मेरो यहाँ